back to my mini vlog. आज कति भएको थियो मैले भ्लग नबनाएको अनि आज बनाउँदैछु किनभने मैले स्कुलमा फोन ल्याएको थिएँ। तपाईँहरूलाई थाहै छ स्कुलमा फोन लग्दा के गर्छ सरले 1 हप्ता जस्तो पक्रिदिएको थियो अनि आज दिनुभएको छ। अनि आज चाहिँ मैले स्कुलबाट पनि टिसी निकालेको छु किनभने म अहिले चाहिँ इन्डिया सिलगढीमा छु अनि म चाहिँ उता के भन्छ नेपाल जाउँ भनेको। अनि यहाँ सिलगढीमा चाहिँ एकदमै गरम छ क्या यसरी यहाँको गरमले मान्छेहरू कस्तो पाकिसकेको छ। अनि यहाँको गरम चाहिँ यति कमसेकम 40 डिग्रीहरूसम्म चाहिँ होला। अनि गरमले चाहिँ त्यही भएर भन्दै लाग्छ गरम चाहिँ यस्तो छ। घामले चाहिँ पसिनादेखि यत्रुक्कै भइरहेको छु म चाहिँ अब। अनि तपाईँहरूलाई एउटा कुरा मलाई लाइक कमेन्ट फलो सेयर चाहिँ गरिदिइराख्नुहोस् होला। म नयाँ नयाँ भिडियोहरू नयाँ अपलोड गर्छु। अनि अहिले चाहिँ मेरो भर्खर 6 हुँदैछ सब्सक्राइबर 24 भिडियो हालिसकेको छु अनि त्यसमा कुनै कति भ्लग होला। अनि तपाईँहरूलाई धेरै धेरै थ्याङ्क यू छ। भ्युजहरू चाहिँ खतरा आइदिन्छ मेरो खतरा भन्दा त्यति साह्रो अरू युट्युबरहरूको 400-500 आउँछ। त्यसलाई पनि तपाईँहरूले सपोर्ट गरिदियो भने अझै बढाउन सक्छु म हो तपाईँहरूको सपोर्टले। अहिले चाहिँ म कहाँ जाँदैछु भने यत्तिकै घुम्दै घुम्दै यहीँतिर साथीहरू पनि कोही छैन गरम कस्तो रहेछ। अनि तपाईँहरूले चाहिँ मेरो भिडियो मेरो भ्लगहरूतिर के मिस्टेकहरू भएको छ त्योहरू पनि भनिदिनु होला। अनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला अनि बेल आइकनलाई दबाइदिनु होला। यहाँको चाहिँ वेदर हेभी गरम छ गाइस। वेदर अब यताको के भन्नु ठन्डामा चाहिँ हुँदैन हो गरममा सानो गरम हुँदैन। म चाहिँ अहिले क्लास 8 पढ्दा टिसी मागेँ अनि अब नेपालमा गइकन फेरि क्लास 8 नै कन्टिन्यू गर्छु भनेको छु। ओके गाइस बाई। अनि म अर्को भ्लगमा भेटाउँछु तपाईँहरूलाई मसँग हुन्छ। बाई गाइस सबैलाई गुड आफ्टरनुन।